आफ्नो देश प्राणभन्दा प्यारो हुन्छ हर कोहीलाई। देशभित्रको अस्थिरता राजनीतिको बदला देशभित्र नै होला, तर देशको सिमानामा राष्ट्रको प्रेम खुनसँग जोडिएको हुन्छ। आज फेरि भारतले बिना सोधपुछ बिना अनुमति नेपालको भूमि बेचेर आफ्नो शक्तिको आडमा चीनसँग व्यापार सम्झौता लगभग खुल्ला गरिसकेको छ। यो पुर्खादेखिको झगडा हो, नेपाल र भारत बीचको, जहिले पनि झमला भइरहेको छ। तपाईले पनि धेरै पटक सुन्नु भएको होला, यो झगडा यो झमेला जहिले नेपाल र भारत बीच भइरहेको छ। आखिर यसको मूल कारण के हो? जमिन कसको हो र किन लफेडा भइरहेको छ? आउनुहोस् आज 1 मिनेट भित्रमा म प्रश्न पारिदिन्छु। 1814 को अंग्रेजसँगको युद्धपछि 1816 मा सुगौली सन्धि हुन्छ। यो सम्झौतामा अंग्रेजहरूले यो भूभाग प्रष्ट रूपमा छुट्याएर दिएका थिए। अब हेर्नुहोस् है, यो काली नदी, यसको उद्गम स्थल हो लिम्पियाधुरा, अनि यो नदी यसरी बगेको छ। यसलाई हामी तल गएर महाकाली नदी पनि भन्छौँ। अब यस सन्धिमा भनिएको छ कि काली नदी परको भाग नेपालको हो र काली नदी ओरको भाग भारतको हो भनेर। मतलब यो नेपाल यो इन्डिया। कुरा यहाँसम्म त ठिकै थियो, तर कुरा कहाँनिर बिग्रिन्छ भने 1962 मा चीन र भारत बीचमा एउटा युद्ध हुन्छ, जसमा प्रहार गर्न सजिलो होस् र अरू देशको सेना आफ्नो देशसम्म नपुगुन् भनेर नेपालसँग यो जमिन सैन्य अड्डाका लागि माग्छ भारतले। त्यतिखेर नेपालका राजा प्रमुख राजा महेन्द्र थिए। जब युद्ध सकिन्छ अनि भारतले यहाँबाट आफ्नो सैन्य शक्ति सार्न मान्दैनन्, राजा महेन्द्रले 23 मध्ये 18 वटा अड्डा त हटाए, तर केही बाँकी रहेकालाई चाहिँ हटाउन सकेन। यसमा यो पहिलो गल्ती पनि थियो राजा महेन्द्रको, किनभने कुनै कूटनीतिक सम्बन्धहरू गाँसेर यसलाई हटाउन चाहेको भए हट्थ्यो पनि होला, तर यो विषयलाई त्यतिखेर कुनै पनि चासो दिएन। र यो गल्तीको, यो झगडाको सबैभन्दा पहिलो कारण राजा महेन्द्र चुप बस्नु पहिलो यो थियो। अब गल्ती नम्बर 2। त्यसपछि फेरि 1996 मा नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यतिखेर महाकाली सन्धि भयो फेरि। अब जे गल्ती भयो यहीँनिर भयो, बुझ्नुहोस् है त। यसमा पनि त्यही भनिएको थियो, काली नदी परको इन्डिया, काली नदी परको नेपाल। फेरि सुन्नुहोस् है, यो काली नदी परको इन्डिया, काली नदी परको ओरको नेपाल। तर गल्ती चाहिँ कहाँनिर भयो भने काली नदीको उद्गम स्थल लिम्पियाधुरा हो कि लिपुलेको भन्ने कुरा त्यसमा लेखिएको थिएन। अब काली नदी त यो हो, तर यसको सुरुवात कहाँबाट भएको? यो भारतले भने पोइन्टै छुटाउन छोड्यो। यो पोइन्टलाई भारतले लुकाइदियो र यही पोइन्टलाई लिएर अहिले भारतले न्यू खोजी गरिरहेको छ। यो भारतको परमाणु मेटाउने पहिलो चलखेल थियो र यसमा शेरबहादुर देउवा साँच्चीकै नि लाटो जस्तै भयो। अब हेर्नुहोस् है, हामीले अघि नै भन्यौँ 1816 मा अघि नै के भन्यो भन्दा त त्यो सन्धिमा के लेखिएको थियो त भन्दाखेरि चाहिँ काली नदी भन्दा उताको नेपाल हो, काली नदी भन्दा यताको इन्डिया हो र यो काली नदीको उद्गम स्थल जहाँबाट यो काली नदी उत्पन्न हुन्छ, जहाँबाट यो उत्पन्न हुन्छ, जहाँबाट यो बग्छ, यो चाहिँ कहाँबाट बग्छ भन्दा कुरा चाहिँ लिम्पियाधुरा हुँदै यो बग्छ भनेर भनेको थियो। तर यही कुरा फेरि इन्डियाले मुड्न खोज्यो। यसको लागि के गर्यो त भन्दाखेरि 1996 मा एउटा सम्झौता गर्यो। त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। अब त्यतिखेर पनि यही कुरा नै भनियो, काली नदी भन्दा यताको चाहिँ इन्डिया, उताको नेपाल भनियो। भन्न त भनियो, तर कुरो कहाँनिर बिग्रियो भने अब त्यो उद्गम स्थल देखाएन। काली नदीमा दुईटा नालाहरू मिसिन्छन्, एउटा लिम्पियाधुराबाट एउटा आउँछ जो मेन नदी नै हो, एउटा कालापानीबाट आउँछ त्यो। अब यहाँनिर इन्डियाले कसरी झुकाइदियो भने नेपालको पाटो काली नदी भन्दा उताको नेपाली नै हो, तर नेपाल लिम्पियाधुराबाट बगेको नेपाल होइन, नेपाल चाहिँ के हो त कालापानीबाट बग्दै आएको नेपाल हो भनेर अब झुक्क्या थियो। यो कसरी झुक्क्यायो त भन्दाखेरि चाहिँ 1996 मा जुन सम्झौता भयो, जो सन्धि भयो महाकाली सन्धि, यो सन्धिमा काली नदी भन्दा उताको नेपाल हो त भनियो, तर यसको उद्गम स्थल चाहिँ लिम्पियाधुरा हो भनेर चाहिँ छुटाइयो। यो लेखेन, यो पहिलो चलखेल थियो इन्डियाको। यो छुटाएको कारणले गर्दा अब इन्डियालाई सजिलो भयो, परमाणुहरू सजिलो भयो भेटाउन। यस कारणले गर्दा अहिले उसले के भन्छ भन्दाखेरि चाहिँ काली नदी नेपालकै पक्षमा हो, तर के हो भन्दाखेरि चाहिँ यो काली नदीको उद्गम स्थल चाहिँ लिम्पियाधुरा होइन, यो त कालापानी हो। त्यही कारणले गर्दा के हुन्छ भने कालापानीबाट बग्दै आएको जुन काली नदी छ उताभन्दा पराको नेपाल हो। यस कारणले गर्दा यो चुसुरो नेपालतिर पर्दैन, यो कुटीहरू जुन ठाउँहरू छ यो नेपालमा पर्दैन, यो इन्डियाको भाग हो। त्यही कारणले गर्दा उताको नेपाल यताको इन्डिया भनेर इन्डियाले हक जमाउँछ, इन्डियाले दाबी गर्छ, तर नेपालले के भन्छ भने होइन, यो कुरा होइन। यसको उद्गम स्थल भनेको लिम्पियाधुरा नै हो, लिम्पियाधुराबाट बग्दै आएको नदी महाकाली नदी हो। यस कारणले गर्दा यो हाम्रो जमिन हो नेपालको भनाइ। अब यहाँनिर इन्डियाले कस्तो चलखेल खेल्छ भने जुन कालापानीबाट बग्दै आएको पानी छ
यो ठुलो नदी होइन, यो एउटा खोल्सा हो। त्यहाँनिर एउटा खोल्सा बनाएको छ, ठुलो ट्याङ्क जस्तो ठुलो पानीहरू छ, ताल जस्तो त्यहाँबाट बनाएको छ। र अर्को इन्डियाले के चाल खेलिरहेको छ भने जुन लिम्पियादुराबाट आएको पानी छ त्यसलाई सुमुच्याउँदै गएको छ, साँगुरो बनाउँदै गएको छ, यानि कि परमार जुटाउन बलियो होस् भने। यसरी नेपालीको आँखामा छारो हाल्दैछ इन्डियाले। त्यो भएर यो घटनाको मेन जड भनेको यही नै हो। नदी त काली नै हो, तर इन्डियाले मोडेर के बनाउँछ भने त्यसलाई लिम्पियादुराको टुप्पा होइन, त्यसलाई कहाँबाट ल्याइदियो भन्दाखेरि चाहिँ एउटा खोल्साबाट, काला पानीबाट बगेको नेपाल हो भनेर बनाइदिन्छ। अहिले ठुला युट्युबरहरू पनि इन्डियाको आएर के भनिरहेका छन् भने यो चाहिँ हाम्रो भूभाग हो, यसलाई मोदीले चाहिँ हाम्रो भन्नु भनेर चाहिँ भनिरहेको हुन्छ, प्रचार पनि गरिरहेको हुन्छ। अब यसको लागि चाहिँ कूटनीतिक नियमहरू चाहिँ के चाल्न सकिन्छ भन्ने कुरा हुन्छ। जस्तै अब हामी लडेर त सक्दैनौँ, इन्डिया जस्तो बलियो शक्तिशाली कन्ट्रीको लागि हामीले लडाइँ गर्न त पक्कै पनि सक्दैन, त्यो त सम्झिने हो। अब यसको लागि अर्को कूटनीतिक नियम हुन्छ, इन्टरनेसनल कोर्टमा जाने। अब यसमा पनि के हुन्छ भने दुईटा देशको सहमति चाहिन्छ। इन्टरनेसनल कोर्टमा जान दुईटा देशको सहमति चाहिन्छ। कुनै पनि दुईटा देशमा कुनै झमेला मिलेन, त्यो भएर दुईटा देशले चाहिँ यो कसको सत्य हो भनेर गयो भने चाहिँ जान मिल्छ। तर एक्लै इन्डियाले जान चाहेन, नेपालले मात्र जान चाह्यो भने त्यो कुरा फेरि हुँदैन, त्यहाँनिर फेरि त्यो मान्यता हुँदैन। अब यहाँनिर इन्डिया गल्ती छ भन्ने थाहा छ उसलाई, इन्डिया जानेवाला छैन, ऊ जाँदैन। ऊ भन्छ कि नेपालले एकतर्फी आफ्नो भूमि भनिरहेको हुन्छ, उसको गल्ती छ भनेर देखाइरहेको हुन्छ। यस कारणले गर्दा अब नेपालसँग उपाय केही पनि छैन, भन्नु पर्दाखेरि चाहिँ कुनै उपाय छैन। यसको लागि के गर्नु पर्यो भने पहिला देशको विकास गर्ने, आर्थिक विकास गर्ने, र त्यहीलाई बिस्तारै के गर्ने त भन्दाखेरि आफ्नो सैन्य शक्ति बढाउँदै भोलिको दिन न्युक्लियर वेपनहरू बनाउन सकियो अथवा आफ्नो देशलाई बलियो बनाउन सकियो भने भोलिको दिन हामीले आँट गर्न सकियो। किनभने कुनै समय ताका नर्थ कोरिया पनि अमेरिकाबाट यसरी हेपिएको थियो, यसरी चेपिएको थियो, जुन बिचरा चैनको निन्द्रा सुत्नै सकेको थिएन, चैनको खाना पनि खान सकेको थिएन। अहिले जब नर्थ कोरियाले एटम बम बनायो, जब न्युक्लियर वेपनहरू बनायो, उसकै शरणमा आएर बसेको छ। के हल्लाउन सक्दैन, के बोल्न सक्दैन। यस कारणले गर्दा के हो भने विश्वका जुनसुकै पनि ठुला देशहरू सानो देशले हेप्नै खोज्छन् क्या, जुनसुकैले पनि। अहिले चाइनाले पनि ताइवान ताकिरहेको छ। अब कुन दिन एट्याक गर्छ थाहा छैन, सायद उसले एट्याक गर्छ नि होला। अनि रसियाले पनि उता युक्रेनमा हानिसक्यो। लगभग अघि मात्रै सूचना थाहा पाएको थियो मैले, 1000 भन्दा धेरै ड्रोनहरू हानिसक्यो। यिनीहरू के हुन्छ भने आफ्नो गुमेको भूभागहरू, आफ्नो त्योहरूलाई चाहिँ कब्जा गर्न खोज्छन् कि हर कोहीले। तर यो सम्झौतामा चाहिँ हाम्रो पक्षमा कहिले पनि चाइना पनि उभिएन, चाइना पनि एकदम धेरै फटा हो। चाइनाले कहिले पनि हाम्रो पक्षमा उभिएन। यो सम्झौता हुँदाखेरि त्यतिखेर राजाले पनि भनेको थियो चाइनालाई, तर चाइनाले कुनै पनि सन्देश दिएन, कुनै पनि गरेन। र यो सम्झौता हुँदै गर्दाखेरि चाइनाले पनि भन्न सक्थ्यो यो उसको यो विवादमा बसेको जमिन हो, यसबाट यस्तो सम्झौता नगरौँ, नेपाललाई सोध्नु, यो पनि भएन। त्यस कारणले गर्दा इन्टरनेसनल रूपमा हेर्दाखेरि बाहिरी रूपमा कुनै पनि देशहरू कसैको मित्र हुन सक्दैन क्या, हुनै सक्दैन। सबैलाई चेपेर खान खोज्ने हो। जबसम्म देशको वास्तविक राजनीतिले सुधार आउँदैन, जबसम्म देशमा वास्तविक राजनीतिले अगाडि बढ्दैन, एउटा लिडरले लिडरसिप गर्न सक्दैन, तबसम्म देशको हालत, देशको अवस्था निकै नै नाजुक हुन्छ, जुनसुकै देशको पनि। त्यही कारणले गर्दा अब आशा गरौँ, हामीले लडेर झगडेर त सक्न सक्दैनौँ। आफ्नो सुधार गरेर, आर्थिक सुधार गरेर देशमा केही गर्न सकियो र आफ्नो निर्भरता हुन सकियो, भोलिको दिन हामी पनि त न्युक्लियर वेपन बन्न सकियो भने त्यसपछि गरौँला नि आँट।